आज हामी हाम्रो यस विस्तृत छलफलमा एउटा यस्तो दस्तावेजको कुरा गर्दैछौँ नि जसले खै कसरी भनौँ जम्मा केही अध्यायहरूभित्रै सम्पूर्ण ब्रह्माण्डको सृष्टिदेखि लिएर मानव मनोविज्ञानको एकदमै अँध्यारो र जटिल पाटोलाई समेट्ने दावी गर्छ। सुन्दा अलि अचम्म लाग्न सक्छ। एकदम अचम्म लाग्छ नि। तर यो कुनै नयाँ विज्ञान वा दर्शनशास्त्रको किताब भने होइन। यो त हजारौं वर्ष पुरानो ग्रन्थ हो, अर्थात् बाइबलको पहिलो पुस्तक जसलाई हामी नेपालीमा उत्पत्ति भन्छौं। हो, अंग्रेजीमा जेनेसिस भनिन्छ। त्यही त। आजको हाम्रो यो गहिरो अध्ययनमा हामी हाम्रा स्रोतहरू प्रयोग गरेर यसै पुस्तकका भित्री तहहरूलाई उक्काउने प्रयास गर्नेछौँ। एकदम सही। हाम्रा स्रोतहरूले यसको शाब्दिक अर्थदेखि लिएर मुख्य खण्डहरू र यसभित्र लुकेका गहन विषयवस्तुहरूलाई मज्जाले समेटेका छन्। हो नि। अनि हाम्रो मुख्य उद्देश्य भनेको चाहिँ यो प्राचीन ग्रन्थले कसरी सम्पूर्ण बाइबलको जग बसाल्छ र मानव जातिको सुरुवातको कथा कसरी भन्छ भन्ने कुरालाई खोतल्नु हो। ल, यसलाई अलिक खोतलेर हेरौँ। बुझाइ के छ भने यो केवल एउटा पुरानो कथा मात्र हो, तर हाम्रा स्रोतहरूले त यो सम्पूर्ण मानव इतिहासको उद्गम भएको संकेत गर्छन्। साँच्चै भन्नुपर्दा यो सुरुवातको पनि सुरुवात हो, होइन र? यसलाई त्यसरी नै बुझ्नुपर्छ। हाम्रा स्रोतहरूले एकदमै प्रष्ट पारे अनुसार नि यो उत्पत्ति शब्दको अर्थ नै सुरुवात वा उद्गम भन्ने हुन्छ। मतलब सबै कुराको थालनी हो नि। यो केवल कथा कहाँबाट सुरु भयो भन्ने सामान्य जानकारी मात्र होइन। यो त ब्रह्माण्ड, मानव जाति र अझ भनौँ भने एउटा बृहत ईश्वरीय योजनाको प्रस्थान बिन्दु हो। हामीले के बुझ्नुपर्छ भने जब हामी कुनै पनि कुराको सुरुवात वा त्यसको जगलाई राम्ररी बुझ्छौं तब मात्र हामीले त्यसलाई राम्ररी विश्लेषण गर्न सक्छौं, होइन त? एकदम। तब मात्र हामीले त्यसको वर्तमान अवस्था र भविष्यको गन्तव्यको अर्थ लगाउन सक्छौं। यो पुस्तकले संसार कसरी अस्तित्वमा आयो र मानव जीवनको प्रारम्भिक निर्दोष अवस्था कस्तो थियो भन्ने कुराको दार्शनिक आधार खडा गर्छ। तर मलाई यहाँनिर एउटा कुराले अलि अलमलमा पार्यो। के कुराले? कुनै पनि ठूलो कथाको पहिलो अध्याय नपढिकन बीचबाट पढियो भन्ने बुझ्न गाह्रो हुन्छ। त्यो त स्वाभाविकै हो। तर हाम्रा स्रोतहरूले यो पुस्तकलाई केवल सुरुवात मात्र नभनेर मुख्य 4वटा स्तम्भमा अडेको कुरा गरेका छन् नि। 4वटा मुख्य घटनाहरू? हो, पहिलो स्तम्भको रूपमा सृष्टिलाई राखिएको छ। स्रोतहरूका अनुसार यसमा परमेश्वरले कसरी आकाश, पृथ्वी, पशुपन्छी र मानिसको सृष्टि गर्नुभयो भन्ने विवरण छ। शून्यताबाट सुरु भएर एउटा सिद्ध र सुन्दर संरचनामा परिणत भएको कुरा त बुझ्यो, तर यो सृष्टिको कथाले खासमा हामीलाई के देखाउन खोजेको हो? कि यो केवल यो दिनमा यो बन्यो भन्ने एउटा सूची मात्र हो त? यहाँ सबैभन्दा रोचक कुरा के छ भने यो केवल एउटा सूची होइन। हो र? हो नि। सृष्टिले त एउटा अत्यन्तै व्यवस्थित र उद्देश्यपूर्ण ब्रह्माण्डको चित्र प्रस्तुत गर्छ। अब हेर्नुहोस्, प्राचीन समयका अन्य कथाहरूमा संसार प्राय देवताहरू बीचको युद्ध वा कुनै ठूलो अराजकताबाट बनेको भनिन्छ नि, होइन? हो, ठ्याक्कै। तर यहाँ त्यस्तो छैन। यहाँ त सृष्टि भनेको शून्यता र अराजकतामाथि आदेश र व्यवस्थाको स्थापना हो। मतलब सबै कुराको एउटा अर्डर छ। एकदम। हरेक कुराको एउटा निश्चित ठाउँ छ र हरेक कुराको एउटा उद्देश्य छ। तर तपाईले अघि भने जस्तै कथा त्यही सुन्दर बगैँचामा मात्र रोकिँदैन। त्यहाँबाट त कथाले अर्कै मोड लिन्छ। हो, यहाँबाट कथा दोस्रो मुख्य स्तम्भतर्फ अघि बढ्छ। त्यो हो मानव जातिको पतन। आदम र हव्वाले आज्ञा उल्लङ्घन गरेको र त्यसपछि संसारमा पापको प्रवेश भएको कुरा यसले वर्णन गर्छ। यो पतनको कुरामा म अलिकति रोकिन चाहन्छु। हवस्, भन्नुस् न। यसलाई म आधुनिक समयको एउटा उदाहरणसँग जोडेर हेर्न खोज्दैछु है। मानौ एउटा एकदमै नयाँ, शक्तिशाली र कुनै खराबी नभएको कम्प्युटर प्रणाली छ। त्यो भनेको सृष्टिको सिद्ध अवस्था भयो? हो, तर अचानक त्यो प्रणालीमा एउटा सानो भाइरस प्रवेश गर्छ। अनि त्यसले गडबडी गर्न थाल्छ। त्यही त।
त्यो भाइरसले सुरुमा एउटा सानो फाइललाई मात्र बिगार्छ, तर बिस्तारै त्यसले सम्पूर्ण प्रणालीको कोड नै परिवर्तन गरिदिन्छ र तहसनहस पार्छ। यो मानव जातिको पतन पनि ठ्याक्कै त्यस्तै भाइरस जस्तै होइन र? एकदम सान्दर्भिक उदाहरण दिनुभयो। तर मेरो प्रश्न यहाँनिर छ, यदि त्यो कम्प्युटर अर्थात् सृष्टि सुरुमा एकदमै सिद्ध थियो भने, मतलब पर्फेक्ट थियो भने, त्यहाँ भाइरस छिर्ने बाटो नै कसरी बन्यो त? के त्यो प्रणालीमा पहिले नै कुनै कमजोरी थियो र? यो अत्यन्तै गहिरो र महत्त्वपूर्ण प्रश्न हो। तपाईले भनेको त्यो कमजोरीलाई हामीले अर्कै दृष्टिकोणबाट हेर्नुपर्छ। कसरी? हाम्रा स्रोतहरूले संकेत गरे अनुसार नि त्यो प्रणालीको कमजोरी कुनै प्राविधिक त्रुटि थिएन, बरु त्यो त एउटा अनिवार्य विशेषता थियो जसलाई हामी स्वतन्त्र इच्छा वा अंग्रेजीमा फ्री विल भन्छौं। ए, स्वतन्त्र इच्छा? हो। अब सोच्नुस् त, प्रेम, विश्वास र आज्ञा पालन त्यति बेला मात्र साँचो हुन्छ जब मानिससँग त्यसलाई अस्वीकार गर्ने विकल्प पनि हुन्छ। नत्र त त्यो जबरजस्ती भइहाल्यो नि। ठ्याक्कै। यदि मानिससँग विकल्प नहुने हो भने मानिस केवल एउटा प्रोग्राम गरिएको रोबोट जस्तो मात्र हुन्थ्यो। कुरा त सही हो। त्यसैले त्यो भाइरस छिर्ने पोर्ट वा बाटो भनेकै मानिसको स्वतन्त्र इच्छा थियो। जब मानिसले त्यो स्वतन्त्रताको प्रयोग गरेर ईश्वरीय नियम उल्लङ्घन गर्यो, तब त्यो भाइरस अर्थात् पाप प्रणालीमा प्रवेश गर्यो। एकदम सही। र त्यसले सम्पूर्ण मानवीय अवस्थालाई नै परिवर्तन गरिदियो। सृष्टिको सुरुवाती सौन्दर्य र निर्दोषपना एक्कासी जटिलता, सङ्घर्ष र मृत्युमा परिणत भयो। खै, भनेपछि त स्वतन्त्रताको मूल्य धेरै महँगो पो पर्यो त? हो नि, धेरै नै महँगो। तर यहाँबाट कथाले जुन गति लिन्छ नि, त्यो मलाई अझै अचम्म लाग्छ। किनभने हामीले भर्खरै एउटा फल खाएको वा एउटा आज्ञा तोडेको कुरा गर्दैछौँ। तर कथा अचानक तेस्रो स्तम्भमा पुग्दा त महाजलप्रलय र विश्वव्यापी विनाशको कुरा आउँछ। हाम्रा स्रोतहरूमा नूह, उनको ठूलो जहाज र परमेश्वरले संसारलाई गर्नुभएको न्यायको कुरा उल्लेख छ। द फ्लड। तर पर्खनुस् त, सृष्टिको त्यो सुन्दरताबाट एक्कासी पापको प्रवेश हुनु अनि लगत्तै महाजल प्रलयको जस्तो भयानक विनाशसम्म पुग्नु, यति छिटो कथाले यस्तो डरलाग्दो मोड कसरी लियो? सुन्दा अलि अचम्म त लाग्छ नै। मलाई त एउटा सानो गल्तीको लागि सम्पूर्ण संसार नै नष्ट गर्नु अलि अतिरञ्जित जस्तो लाग्यो। यसले मानव स्वभाव र ईश्वरीय न्यायको बारेमा के सङ्केत गर्छ त? अब सुन्दा अतिरञ्जित लाग्न सक्छ, तर यसले त्यही भाइरसको प्रकृतिको बारेमा गम्भीर कुरा बताउँछ। त्यो भाइरस एउटा फल खाएर मात्र रोकिएन नि त। ए, त्यसले झन् ठूलो रूप लियो। अनि स्रोतहरूले देखाए अनुसार त्यो उल्लङ्घनले बिस्तारै हत्यासम्म पुर्यायो, जस्तै कैन र हाबिलको कथामा हामी देख्छौं, अनि पुरै समाजमा हिंसा र भ्रष्टता निम्त्यायो। मतलब त्यो भाइरस पुरै नेटवर्कमा फैलियो? एकदम। मानिसको स्वतन्त्र इच्छाले जब गलत बाटो लिन्छ, त्यसको असर व्यक्तिमा मात्र सीमित रहँदैन, त्यसले सम्पूर्ण समाज र पुस्तालाई नै विषाक्त बनाउँछ। कुरा बुझ्दैछु। त्यसैले महाजल प्रलयलाई केवल एउटा विनाशको रूपमा मात्र हेर्नु हुँदैन। अघिको तपाईको एनालोजी सापटी लिने हो भने यो त त्यो बिग्रिएको कम्प्युटर प्रणालीलाई गरिएको एउटा फ्याक्ट्री रिसेट जस्तै थियो। ए, फ्याक्ट्री रिसेट, क्या राम्रो शब्द प्रयोग गर्नुभयो। हो, एकातिर यसले कर्मको गम्भीर परिणाम र न्यायलाई देखाउँछ भने अर्कोतिर नूहको जहाज मार्फत बचेको जीवनले आशा र क्षमाको संकेत गर्छ। परमेश्वरले संसारलाई पूर्ण रूपमा त्याग्नु भएन, बरु एउटा नयाँ सुरुवातको बाटो खोल्नुभयो। ठ्याक्कै। एउटा फ्याक्ट्री रिसेट, यो सुन्दा त तर्कसङ्गत नै लाग्छ। तर यहाँ एउटा समस्या छ नि। के समस्या? फ्याक्ट्री रिसेट गरेपछि पनि हार्डवेयर भित्रको मूल समस्या अर्थात् त्यो मानव स्वभाव त अझै उस्तै थियो नि, होइन र? नूहको परिवार बचे पनि मानिसको भित्रको त्यो भाइरस त पानीले पखालिएन होला। पक्कै पखालिएन। अनि त्यसपछि के भयो त? यदि रिसेटले पनि पूर्ण रूपमा काम गरेन भने के यो कथा यही निराशामा टुङ्गिन्छ त? टुङ्गिँदैन। र यहीँनेर हामी पुस्तकको चौथो र अत्यन्तै महत्त्वपूर्ण स्तम्भमा पुग्छौं, परमेश्वरको प्रतिज्ञा वा कोभेनेन्ट। महाजल प्रलयपछि कथा फेरि अघि बढ्छ र यो सम्पूर्ण विश्वबाट खुम्चिएर अब्राहम, इसहाक र याकुबसँग गरिएको विशेष बाचामा केन्द्रित हुन्छ।
ए भनेपछि रणनीति परिवर्तन भयो। हो, जब फ्याक्ट्री रिसेटले मानिसको भित्री स्वभाव बदल्न सकेन तब परमेश्वरले एउटा नयाँ र दीर्घकालीन रणनीति अपनाउनुभयो र त्यो रणनीति थियो कोभेनेन्ट। यो प्रतिज्ञा वा कोभेनेन्टलाई अलिकति प्रष्ट पारौँ न, किनभने हाम्रो सामान्य बोलीचालीमा प्रतिज्ञा भनेको कसैलाई म यसो गर्छु भनेर दिइने वचन मात्र हो नि त। सामान्य प्रमिस जस्तो हो, तर हाम्रा स्रोतहरूले त यसलाई धेरै नै गम्भीर रूपमा प्रस्तुत गरेका छन्। प्राचीन समयमा यसको खास अर्थ के हुन्थ्यो नि? प्राचीन मध्यपूर्वको सन्दर्भमा कोभेनेन्ट भनेको आजको जस्तो सामान्य वाचा मात्र थिएन। यो त एउटा अत्यन्तै गम्भीर, कानूनी रूपमा बाँधिएको र नटुट्ने सम्झौता हुन्थ्यो। एक कानूनी सम्झौता जस्तै हो नि, जसमा प्राय रगत वा बलिको प्रयोग गरिन्थ्यो। सृष्टिको सुन्दरता, पतनको भाइरस र जलप्रलयको न्यायपछि यो प्रतिज्ञाले मानिस र ईश्वरीय शक्तिबीचको बिग्रिएको सम्बन्धलाई पुनर्स्थापित गर्ने बाटो तयार गर्छ। परमेश्वरले अब्राहमसँग एउटा यस्तो सम्झौता गर्नुभयो जसमा अब्राहमको सन्तान मार्फत सम्पूर्ण संसारलाई आशिष दिने, वा भनौँ त्यो सुरुवाती भाइरसको उपचार गर्ने ग्यारेन्टी गरिएको थियो। एकदम सही। यो एकतर्फी अनुग्रहको घोषणा थियो। अब यहाँनिर कुरा साँच्चै चाखलाग्दो हुन्छ है। हामीले यी 4 स्तम्भ त मज्जाले बुझ्यौं, तर यो पुस्तकभित्र यी घटनाहरू कसरी राखिएका छन् भन्ने संरचनालाई हेर्दा मेरो दिमागमा एउटा अचम्मको चित्र बनिरहेको छ। कस्तो चित्र? हाम्रा स्रोतहरूले यस पुस्तकलाई मुख्य 2 भागमा बाँडेका छन् नि त। पहिलो भाग हो अध्याय 1 देखि 11 सम्म, जसलाई संसारको प्रारम्भिक इतिहास भनिएको छ। अहो, पुर्खाहरूको इतिहास भनिएको छ। मलाई यो संरचना नि ठ्याक्कै गुगल अर्थ चलाएको जस्तै लागिरहेको छ के। गुगल अर्थ? खै कसरी? अलि बुझाइदिनुस् न। ल, कल्पना गरौँ न, सुरुमा हामी अन्तरिक्षबाट सिङ्गो पृथ्वीको नक्सा हेरिरहेका छौँ। अध्याय 1 देखि 11 सम्मको कथा त्यस्तै जुम आउट गरिएको दृश्य हो। त्यहाँ महासागरहरू, महादेशहरू र सम्पूर्ण मानव जातिको ठूलो चित्र देखिन्छ। भनेपछि ठूला घटनाहरू हो नि। सृष्टि, अदनको बगैँचा, कैन र हाबिलको द्वन्द्व, नोहको विश्वव्यापी जलप्रलय अनि बेबिलोनको धरहरा, यी सबै त सम्पूर्ण मानव जातिसँग जोडिएका ठूला विश्वव्यापी घटनाहरू हुन् नि त। एकदम सही। तर जब हामी अध्याय 12 मा पुग्छौं नि, त्यो गुगल अर्थको नक्सा एक्कासी जुम इन हुन थाल्छ। साँगुरिँदै जान्छ। हो, त्यो जुम इन हुँदै हुँदै एउटा महादेश, एउटा देश, एउटा गाउँ हुँदै अन्त्यमा एउटै परिवारको घर र आँगनमा पुगेर रोकिन्छ। अब्राहमको परिवार। त्यही त, अध्याय 12 देखि 50 सम्मको कथा त्यही एउटा परिवारको कथा हो। अब्राहम, इसाहाक, याकोब र युसुफको कथा। तर मेरो प्रश्न के हो भने नि, भन्नुस् न, यति ठूलो ब्रह्माण्डको कथाबाट अचानक एउटा गोठालो परिवारको कथामा किन जुम इन गर्नु परेको होला? यो एकदमै जायज प्रश्न हो। विश्वव्यापी समस्या समाधान गर्न किन एउटा सानो परिवारलाई मात्र छनोट गरियो? भगवानले किन पुरै संसारलाई एकैपटक परिवर्तन गर्नु भएन त? यसलाई अलि फराकिलो दृष्टिकोणबाट हेर्ने हो भने तपाईको यो गुगल अर्थको एनालोजीले पुस्तकको संरचनालाई बुझ्न साँच्चै एकदमै सहज बनाएको छ। धन्यवाद। र तपाईले सोधेको प्रश्न नै यो पुस्तकको चुरो कुरो हो। किन एउटा परिवार? यसलाई अघिको त्यही भाइरसको उदाहरणसँग जोडौँ न। भाइरसको कुरा। जब विश्वव्यापी रूपमा कुनै भाइरस फैलिन्छ, त्यसको भ्याक्सिन वा एन्टिभाइरस पुरै संसारमा एकैपटक बन्दैन नि, होइन र? बन्दैन, ल्याबमा बनाउनु पर्छ। हो, त्यो एउटा सानो ल्याबमा एउटा सानो टेस्ट ट्युबबाट सुरु हुन्छ। अध्याय 12 देखि 50 सम्मको त्यो जुम इन गरिएको परिवार नि त्यही ल्याब हो। ओहो, क्या गजबको कुरा। परमेश्वरले सम्पूर्ण संसारको समस्या एकैपटक जादुमय तरिकाले मेटाउनुको सट्टा एउटा विशिष्ट परिवारलाई छान्नुभयो। उनीहरू सिद्ध थिएन नि फेरि। उनीहरूको परिवारमा पनि त समस्या थियो होला नि। प्रशस्तै थियो। धोका, ईर्ष्या र सङ्घर्ष सबै थियो। तर त्यही त्रुटिपूर्ण परिवारभित्र एउटा विश्वासको जग बसालेर बिस्तारै एउटा राष्ट्र निर्माण गर्ने, अनि अन्त्यमा त्यो राष्ट्र मार्फत सम्पूर्ण विश्वलाई निको पार्ने। ठ्याक्कै। जुन लामो र धैर्यपूर्ण प्रक्रिया छ नि, त्यो नै यस खण्डको मुख्य सन्देश हो।
ओहो, भनेपछि विश्वव्यापी समस्याको समाधान एउटा सानो बिन्दुबाट सुरु गरियो। यो त साँच्चै नै एउटा मास्टर प्लान जस्तो देखिन्छ। एकदमै मास्टर प्लान हो। अब यो पुस्तकको इतिहास, यसको भाइरस र फ्याक्ट्री रिसेटको कथा अनि त्यो गुगल अर्थको संरचना त हामीले मजाले केलायौं। तर यहाँनिर सबैभन्दा महत्त्वपूर्ण र व्यावहारिक प्रश्न आउँछ नि, हजारौं वर्ष पुरानो यो ग्रन्थ आजको आधुनिक समयमा किन महत्त्वपूर्ण छ? हाम्रा स्रोतहरूले यसलाई सम्पूर्ण बाइबलको जग त भनेका छन्, तर आजको दिनमा यसले हामीलाई व्यक्तिगत रूपमा कसरी प्रभाव पार्छ त? यसको सान्दर्भिकता यसकारण छ कि यसले मानव जीवनका 3वटा अत्यन्तै गम्भीर दार्शनिक र आधारभूत प्रश्नहरूको जवाब दिन्छ। कुन कुन प्रश्नहरू? जुन प्रश्नहरू आज पनि उत्तिकै जीवित छन्। स्रोतहरूका अनुसार ती 3 प्रश्नहरू हुन्। पहिलो, हामी को हौं? दोस्रो, हामी कहाँबाट आयौं? र तेस्रो, संसारमा यति धेरै दुःख र पाप किन छ? हो, जबसम्म मानिसले यी प्रश्नहरूको उत्तर पाउँदैन, ऊ सधैँ एक किसिमको अस्तित्वगत सङ्कट अर्थात् एक्जिस्टेन्शियल क्राइसिसमा बाँचिरहेको हुन्छ। यी त दर्शनशास्त्रका सबैभन्दा ठूला र अनुत्तरित प्रश्नहरू हुन् नि। एकदम। मलाई यो कुरा कुनै पनि प्रख्यात सुपरहिरोको ओरिजिन स्टोरी जस्तै लाग्छ के। रोचक तुलना। हामी चलचित्रहरूमा देख्छौं नि, नायक कसरी नायक बन्यो, खलनायक कसरी जन्मियो भन्ने कुरा नबुझिकन पछिल्ला सिक्वेलहरू बुझिँदैन। हो नि, पृष्ठभूमि त चाहिन्छ। उत्पत्ति पुस्तक पनि त्यसै गरी सम्पूर्ण मानव जातिको अस्तित्वको ओरिजिन स्टोरी पो रहेछ त। त्यसो भए यसको अर्थ के हो त? अब म अझै पनि एउटा कुरामा चाहिँ अडिग छु है। आजको युगमा मानिसहरू चन्द्रमामा पुगिसके, हामीले आर्टिफिशियल इन्टेलिजेन्स वा एआई को विकास गरिसक्यौं। विज्ञानले असम्भव जस्ता लाग्ने कुराहरू सम्भव बनाइसकेको छ। यस्तो चरम प्राविधिक विकासको बेला हजारौं वर्ष पुरानो एउटा गोठालो परिवारको कथा र अदनको बगैँचाको सन्दर्भले हाम्रो आधुनिक दुःख र पापको समस्यालाई कसरी सम्बोधन गर्न सक्छ त? के हामी यी पुराना कथाहरूभन्दा धेरै अगाडि बढिसकेका छैनौँ र? खै, बाहिरी रूपमा हेर्दा हामी धेरै अगाडि बढेको जस्तो देखिन्छ। प्रविधि त धेरै अघि छ नि। हो, हाम्रो प्रविधि परिवर्तन भयो, जीवनशैली परिवर्तन भयो, तर के मानवीय अवस्थाको मूल स्वभाव परिवर्तन भएको छ त? त्यो त सायद छैन। पक्कै छैन। हामी आज पनि त्यही ईर्ष्या, त्यही स्वार्थ, त्यही अन्याय र त्यही पीडाको सामना गरिरहेका छौं जुन कैन र हाबिलको पालामा थियो। साँच्चै भन्नुपर्दा रूप मात्र फरिएको हो। हो नि, प्रविधिले दुःखको रूप फेरेका छ, तर दुःखलाई मेटाउन त सकेको छैन नि। एकदम सही कुरा। उत्पत्तिले हामीलाई यो सिकाउँछ कि दुःखको मूल कारण हाम्रो बाहिरी परिस्थिति वा प्रविधिको कमी होइन, त्यो त प्रारम्भिक पतन वा भाइरससँग जोडिएको हाम्रो भित्रीय अवस्था हो। भनेपछि यसले हाम्रो वर्तमान जटिलतालाई बुझ्न एउटा ऐनाको काम गर्छ। ठ्याक्कै। यसले समस्याको बाहिरी लक्षणलाई मात्र होइन, भित्री रोगलाई नै पहिचान गरेको छ। र अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा जुन हाम्रा स्रोतहरूमा स्पष्ट रूपमा उल्लेख छ नि, के कुरा? यो पुस्तक केवल मानवीय पतन र निराशाको निदानमा मात्र टुङ्गिँदैन। यो पुस्तकको एउटा अद्भुत पक्ष के हो भने यसै पुस्तकमा येशू ख्रीष्ट आउनुहुने पहिलो भविष्यवाणी पनि गरिएको छ। त्यही एन्टिभाइरसको प्रतिज्ञा हो नि, अर्थात् जहाँबाट समस्या सुरु भयो त्यही बिन्दुमा समाधानको बिउ पनि रोपिएको थियो। त्यो एन्टिभाइरसको प्रतिज्ञा सुरुमै गरिएको थियो। कति गहिरो कुरा। यदि हामीले उत्पत्तिलाई केवल विगतको इतिहास वा पुरानो कथाको रूपमा मात्र लियौं भने नि हामीले यसको मुख्य सार गुमाउँछौं। यो वर्तमानको मानवीय अवस्था बुझ्ने साँचो मात्र होइन, यो त भविष्यको आशा बुझ्ने मार्गदर्शक पनि हो। हामी कहाँबाट आयौं र हामी किन यस्तो बिग्रिएको अवस्थामा छौं भन्ने कुराले नै हामी कसरी निको हुन सक्छौं भन्ने कुराको निर्धारण गर्छ नि त। साँच्चै यो गहिरो अध्ययनले उत्पत्तिको पुस्तकलाई हेर्ने नजर नै बदलिदिएको छ। हामीले सुरुमा कुरा गरे जस्तै यो एउटा यस्तो जग हो जसमा सिङ्गो मानव इतिहासको घर अडिएको छ। एकदम। आज हामीले सृष्टिको सुन्दर सुरुवातबाट कुरा थाल्यौं, जहाँ शून्यताबाट व्यवस्था र उद्देश्यको निर्माण भयो। त्यसपछि हामीले मानिसको स्वतन्त्र इच्छाबाट कसरी पतनको भाइरस प्रवेश गर्यो र त्यसले कसरी जलप्रलयको जस्तो फ्याक्ट्री रिसेटसम्म पुर्यायो भनेर विश्लेषण गर्यौं। अनि त्यो गुगल अर्थ एनालोजी मार्फत
अध्याय 1देखि 11 विश्वव्यापी इतिहासबाट कसरी कथा साङ्गोरिँदै अध्याय 12 पछि अब्राहम र उनको परिवारको ल्याबसम्म पुग्छ भनेर पनि हेर्यौं। हो नि। र अन्तमा यसले हामी को हौं र संसारमा दुःख किन छ भन्ने जस्ता जीवनका ठूला प्रश्नहरूको कसरी सामना गर्छ र भविष्यको आशा कसरी दिन्छ भन्ने कुरा बुझ्यौं। ज्ञानलाई जब हामी यसरी कारण र परिणामसँग जोडेर हेर्छौं नि, तब मात्र त्यसले पूर्ण आकार लिँदो रहेछ। साँच्चै भन्नुपर्दा ज्ञान त्यति बेला मात्र साँच्चै मूल्यवान हुन्छ जब हामी त्यसका भित्री पत्रहरूलाई बुझ्छौं र त्यसलाई आजको युगसँग जोड्न सक्छौं। एकदम सही। हामीले आज हाम्रा स्रोतहरूमा रहेका थुप्रै महत्त्वपूर्ण कुराहरूमाथि विस्तृत चर्चा गर्यौं, तर यस छलफललाई बिट मार्नु अघि म एउटा विचारणीय कुरा छोड्न चाहन्छु है। हुन्छ, भन्नुस् न। हामीले अध्याय 1देखि 11 को प्रारम्भिक इतिहासमा बेबिलोनको धरहराको घटनालाई छोटो रूपमा छोएका थियौं नि। त्यो आकाश छुने धरहरा हो। मानिसहरू एकताबद्ध भएर आफ्नै नाम कमाउन र आकाश छुने धरहरा बनाउन खोज्दा त्यसले मानव महत्वाकांक्षा र ईश्वरीय सीमाहरूबीच कस्तो गम्भीर टकराव ल्यायो होला। सोच्नै पर्ने कुरा हो। इतिहास साक्षी छ नि, जब जब मानिसहरूले आफ्नो क्षमताको चरम सीमा नागेर आफैलाई ईश्वरको स्थानमा राख्न खोज्छन्, तब एकताको सट्टा किन सधैँ विभाजन, भ्रम र छरपष्ट हुने अवस्था सृजना हुन्छ। साँच्चै नै सायद यो प्रश्न आजको अत्यधिक प्राविधिक, महत्वाकांक्षी र कृत्रिम बुद्धिमत्ताको युगमा पहिलेभन्दा अझै बढी सान्दर्भिक छ। ओहो, यो साँच्चै नै एउटा गहिरो प्रश्न हो। मानव महत्वाकांक्षाको उचाइ र त्यसले निम्त्याउन सक्ने विभाजनको यो चक्रले पक्कै पनि हाम्रा श्रोताहरू लगायत हामी सबैलाई एउटा गहिरो सोचमा धकेल्छ। एकदम। प्रविधिले हामीलाई जतिसुकै माथि पुर्याए पनि हाम्रो आधारभूत मानवीय सीमाहरू र हामीले बनाउन खोजेको धरहराको नियत के हो भन्ने कुराले सधैँ अर्थ राख्नेछ। हो नि। ल, आजको हाम्रो यो गहिरो अध्ययन र विस्तृत छलफलबाट प्राप्त स्रोतहरूको विश्लेषण यही पूरा हुन्छ। यस विचारोत्तेजक प्रश्नले पक्कै पनि यस विषयमा थप मनन र अन्वेषण गर्न सबैलाई प्रेरित गर्नेछ भन्ने लागेको छ। छिटै अर्को विषयवस्तुका साथ भेट हुनेछ। अहिलेलाई बिदा गरौं। सुन्नुभएकोमा धन्यवाद।